हेलो एभ्रिवान, गुड मर्निङ। अहिले चाहिँ बिहानको 10 बजेको छ। आई एम निरु राई। साथीहरू, यो सहरको बिचमा आज मेरो चाहिँ एक्लो यात्रा अगाडि बढिरहेको छ। यहाँहरू सबैलाई यो भिडियो हेरेर थाहा हुन सक्छ। यदि थाहा भएन भने म हजुरहरूलाई लास्टमा भन्ने छु। साथीहरू, मलाई लाग्छ कि यो सहरको बाक्लो जाम, भिड, गाडी, मानिसहरू देख्दाखेरि मलाई यहाँ कोही त बाध्यताले आएको होला, कोही रहरले आएको, कोही चाहिँ सुविधा ठाउँमा बस्नुपर्छ है भन्ने सोच ल्याउनु भएको होला। आफ्नो विचार, सोच, धारणाले यो सहर आउनु भएको होला। तर साथीहरू, मलाई लाग्छ कि जति सहरमा बसे पनि, जति सुसम्पन्न ठाउँमा बसे पनि आफ्नो धरातल त कहिले पनि बिर्सिनु हुन्न जस्तो लाग्छ। यो स्वार्थले भरिएको सहरभन्दा त्यो निश्चल गाउँघर नै प्यारो जस्तो लाग्छ। साथीहरू, मलाई चाहिँ लाग्छ कि मान्छेको देखाइ र भोगाइमा धेरै फरक पर्छ क्या। यो सहरमा धेरै मान्छेहरू बाध्यताले आएको छ भने धेरै मान्छेहरू सुविधा खोज्नको लागि पनि आएको छ। यो सहरको स्थानीय भन्दा पनि बाहिरी भेल्लुबाट आउने मानिसहरू चाहिँ धेरै जस्तो लाग्छ। उनीहरूको आफ्नै कामको व्यस्तताले होला नि यति धेरै मान्छेहरू चाहिँ आफ्नो काममा अगाडि बढिरहेको जस्तो लाग्छ मलाई। मान्छे सँगसँगै यातायात भएपछि त भिडभाड त्यत्तिकै हुने भइहाल्यो। साथीहरूले यो भिडियो हेरेर थाहा पाउनुहुन्छ होला म कुन ठाउँमा आइपुगिसकेँ भनेर। हाम्रो राष्ट्रिय झन्डा पनि फरफरिरहेछ साथीहरू। त्यही भएर हजुरहरूले थाहा पाइसक्नुभयो होला यो कुन ठाउँ हो भनेर। यता ठुला घर, उता ठुला घर हुँदाहुँदै पनि यो असार साउनको मौसम भएर होला कस्तो हरियाली देखिरहेको कि वाउ भन्ने खालको ठाउँहरू देखिरहेछ। हेर्नु न गाइजहरू, यो बर्खाको टाइममा चाहिँ धेरै पानीहरू परिरहन्छ नि, त्यही भएर अब धुलो धुवाँ हुँदैन। त्यही भएर पनि वाउ देखेको होला यो सहरमा पनि भनौँ न हरियाली वाउ खालको देखिरहेछ है साथीहरू। आज चाहिँ यो सहरको भिडमा मेरो यात्रा अगाडि बढिरहेछ। आज चाहिँ मेरो यात्रा कहाँसम्म हुन्छ हेर्दै जाने है साथीहरू। म घरिघरि सोच्दै हिँडिरहेको छु कि यति धेरै मानिसहरू त यहीँका स्थानीय बासिन्दा त होइनन् होला, कुन ठाउँबाट आउनु भएको होला। यो सहरमा यति धेरै मानिसहरू कसरी अटेका होलान्, के काम गर्छ होलान्, यस्तो प्रश्नहरू चाहिँ मेरो मनमा खेलिरहेछ र सोचिरहेछ क्या साथीहरू। एक्लै यात्रा गर्नुपर्छ। धेरै